Hello everyone, welcome to the demonstration of my individual project Twitter Bridge. My name is Amrit Chand and today I will be presenting my project. Twitter Bridge is a platform designed to connect students and tutors directly. It enables students to post their tuition requirements while tutor can explore available opportunities and apply for the ones that match their qualification and interest. This creates a simple, transparent and efficient way for students to find the right tutor and for tutors to connect with potential students. In this video, I will first demonstrate the instrumental testing followed by the unit testing. Finally, I will showcase the complete functionality of Twitter Bridge, including how students can post tuition requirements, how tutor can browse and apply for available opportunities, and how students can accept a tutor for their tuition request. Now let's begin with the instrumented testing. So यसको लागि चाहिँ मैले एन्ड्रोइड स्टुडियो ओपन गरिसकेको छु। अब चाहिँ म इन्स्ट्रुमेन्टल टेस्ट चाहिँ एउटा रन गरेर देखाउँछु। फर्स्टमा चाहिँ हामी लगइनको इन्स्ट्रुमेन्टल टेस्टबाट स्टार्ट गरौँ। यसको लागि चाहिँ म यता रन बटनमा क्लिक गर्छु। एज यु क्यान सी हाम्रो लगइनको इन्स्ट्रुमेन्टल टेस्ट सक्सेसफुली पास भइसकेको छ। अब यसै गरी सबै इन्स्ट्रुमेन्टल टेस्ट चाहिँ वान बाई वान रन गरौँ। नेक्स्ट अब साइन अपको इन्स्ट्रुमेन्टल टेस्ट रन गरौँ। सो यो पनि हाम्रो पास भइसकेको छ। नाउ लेट्स मुभ अन टु द नेक्स्ट इन्स्ट्रुमेन्टल टेस्ट विच इज आस्क क्वेसन्स इन्स्ट्रुमेन्टल टेस्ट। यो पनि हाम्रो कम्प्लिट भइसकेको छ। अब चेन्ज पासपोर्टको गरौँ। यो पनि हाम्रो पास भइसक्यो। नाउ हाम्रो फाइनल वान क्रिएट रिक्वेस्ट, यसको पनि इन्स्ट्रुमेन्टल टेस्ट सक्सेसफुली पास भइसकेको छ। अब चाहिँ हामी ढिला नगरिकन युनिट टेस्टिङतिर लागौँ। यसमा पनि म पालै सबै रन गरेर देखाउँछु। फर्स्टमा चाहिँ हामी लगइन भ्यू मोडेलबाट स्टार्ट गरौँ। एज यु क्यान सी हाम्रो लगइन भ्यू मोडेलको युनिट टेस्ट चाहिँ सक्सेसफुली पास भइसकेको छ। अर्को छ हामीसँग रेजिस्टर्ड भ्यू मोडेल, यसको पनि युनिट टेस्ट पास भइसकेको छ। नाउ लेट्स मुभ अन टु आवर नेक्स्ट टेस्ट विच इज चेन्ज पासपोर्ट भ्यू मोडेल। यो पनि हाम्रो सक्सेसफुली पास भइसकेको छ। अब चाहिँ हामी पोस्ट क्वेसन भ्यू मोडेलको युनिट टेस्ट गरौँ। एज यु क्यान सी यसको पनि युनिट टेस्ट हाम्रो पास भइसकेको छ। अर्को छ हामीसँग सबमिट रिक्वेस्ट भ्यू मोडेल, यसको पनि हाम्रो युनिट टेस्ट पास भइसकेको छ। एन्ड फाइनल वान अपडेट प्रोफाइल भ्यू मोडेल, यसको पनि हाम्रो युनिट टेस्ट पास भइसकेको छ। सो द इन्स्ट्रुमेन्टेड टेस्टिङ एन्ड युनिट टेस्टिङ have been completed successfully. Now let's move on to the complete functionality of the Twitter Bridge application. First, I am launching the Twitter Bridge application. As you can see, this is the splash screen. Next, the onboarding screen is displayed. From here, users can either sign up for a new account or log into an existing account. Since I don't have an account yet, I am selecting sign up button. This is the registration screen. Here I will enter the required details to create a new account. I have now entered all the required details. Next, I will click the sign up button. As you can see, my account has been created successfully. Now I will log in using the credentials I just created. सो हजुरहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो स्टुडेन्टको ड्यासबोर्ड। नाउ आई विल डेमोन्स्ट्रेट अल द फिचर्स वान बाई वान। फर्स्टमा चाहिँ स्टार्ट गरौँ क्रिएट ट्युसन रिक्वेस्टबाट। टु क्रिएट अ ट्युसन रिक्वेस्ट, आई एम सिलेक्टिङ द क्रिएट ट्युसन रिक्वेस्ट कार्ड। दिस इज द ट्युसन रिक्वेस्ट फर्म। हियर आई विल फिल इन द रिक्वायर्ड डिटेल्स। I have now entered all the required information. Next, I am clicking submit request button. As you can see, हाम्रो ट्युसन रिक्वेस्ट चाहिँ सक्सेसफुली क्रिएट भइसकेको छ। हामीले भर्खरै क्रिएट गरेको ट्युसन रिक्वेस्ट हेर्नलाई माई रिक्वेस्टमा गएर हेर्न सक्छौँ। एन्ड हामीले आफ्नो त्यो ट्युसन रिक्वेस्टलाई चाहिँ एडिट पनि गर्न सक्छौँ। सो म चाहिँ आफ्नो ट्युसन रिक्वेस्टलाई चाहिँ एडिट गर्छु। एज यु क्यान सी हाम्रो ट्युसन रिक्वेस्ट चाहिँ सक्सेसफुली एडिट भइसकेको छ। यता देख्न सक्नुहुन्छ हाम्रो प्राइस पनि चेन्ज भइसक्यो एन्ड लोकेसन पनि चेन्ज भइसक्यो। अब चाहिँ म एउटा अर्को ट्युसन रिक्वेस्ट क्रिएट गर्छु टु सो अ डिलिट फिचर।
हाम्रो अर्को ट्युसन रिक्वेस्ट पनि यता एड भइसकेको छ। नाउ आइ एम गोइङ टु डिलिट दिस ट्युसन रिक्वेस्ट। टु डिलिट अ ट्युसन रिक्वेस्ट आइ एम गोइङ टु क्लिक डिलिट बटन एन्ड सक्सेसफुली हाम्रो ट्युसन रिक्वेस्ट चाहिँ डिलिट भइसकेको छ। अब चाहिँ म एउटा ट्युटरको एकाउन्ट बनाएर यो रिक्वेस्टमा चाहिँ अप्लाई गर्छु। त्यसको लागि चाहिँ म फटाफट यो रेजिस्टर फर्म भर्छु एन्ड एज अ टिचर साइन अप गर्छु। हाम्रो टिचरको एकाउन्ट चाहिँ सक्सेसफुली रेजिस्टर भइसकेको छ। अब चाहिँ म ती क्रेडेन्सियलहरू युज गरेर म चाहिँ टिचरको आइडी लगइन गर्छु। सो दिस इज द टिचर ड्यासबोर्ड एन्ड अब चाहिँ हामी भर्खरै हामीले क्रिएट गरेको ट्युसन रिक्वेस्टमा चाहिँ अप्लाई गरेर हेरौँ। सो म चाहिँ अप्लाईमा क्लिक गर्छु। त्यसको लागि चाहिँ मैले आफ्नो फोन नम्बर चाहिँ यता इन्टर गर्नुपर्ने हुन्छ। नाउ आइ एम क्लिकिङ अप्लाई बटन। सो हाम्रो ट्युसन रिक्वेस्टमा चाहिँ अप्लाई सक्सेसफुली भइसकेको छ। अब हामीले भर्खरै अप्लाई गरेको ट्युसन रिक्वेस्ट हेर्नलाई चाहिँ हामीले एप्लिकेसनमा गएर हेर्न सक्छौँ अनि यताबाट चाहिँ हामीले आफ्नो एप्लिकेसनलाई चाहिँ एडिट पनि गर्न सक्छौँ। म चाहिँ आफ्नो फोन नम्बरलाई चाहिँ एडिट गर्छु। हाम्रो फोन नम्बर पनि एडिट भइसकेको छ अनि हाम्रो एउटा अर्को फिचर विच इज डिलिट गर्न मिल्ने। म चाहिँ यो ट्युसन रिक्वेस्टलाई डिलिट गर्छु। सो हाम्रो ट्युसन रिक्वेस्ट डिलिट पनि भइसकेको छ एन्ड म चाहिँ फटाफट यो रिक्वेस्टमा चाहिँ एकचोटि फेरि अप्लाई गर्छु। अब चाहिँ म फेरि स्टुडेन्टको एकाउन्ट लगइन गरेर यो चाहिँ एप्लिकेसन आयो कि आएन भनेर चेक गर्छु। त्यसको लागि चाहिँ म यता माई रिक्वेस्टमा जान्छु एन्ड यता भ्यू एप्लिकेसनमा गएर हेर्न सक्छौँ हाम्रो एउटा ट्युसन रिक्वेस्ट आइसकेको छ एन्ड नाउ आइ एम गोइङ टु क्लिक एक्सेप्ट। सो हाम्रो यो ट्युटर चाहिँ एक्सेप्ट भइसकेको छ एन्ड हामीले चाहिँ यो ट्युटरलाई चाहिँ रेटिङ पनि गर्न सक्छौँ। म चाहिँ अहिले यो ट्युटरलाई चाहिँ फर्स्टमा चाहिँ रेटिङ गर्छु अनि हामीले गरेको यो रेटिङलाई चाहिँ हामीले फेरि एडिट पनि गर्न सक्छौँ। म चाहिँ यसलाई एडिट पनि गर्छु। एज यु क्यान सी हाम्रो रेटिङ चाहिँ एडिट पनि भइसकेको छ एन्ड हामीले यसलाई चाहिँ डिलिट पनि गर्न सक्छौँ। सो हाम्रो डिलिट पनि भइसक्यो। अब चाहिँ हामी हाम्रो अर्को फिचरतिर लागौँ जुन फिचर रहेको छ आफूलाई लागेको डाउटहरू कुनै क्वेसनहरू चाहिँ हामीले पोस्ट गर्न मिल्ने। सो म चाहिँ एउटा क्वेसन पोस्ट गर्छु। त्यसको लागि चाहिँ म आस्क अ क्वेसन भन्ने कार्डमा क्लिक गर्छु एन्ड म चाहिँ मेरो क्वेसन चाहिँ यता फिल गर्छु एन्ड पोस्ट क्वेसन भन्नेमा क्लिक गर्छु। एज यु क्यान सी हाम्रो क्वेसन चाहिँ सक्सेसफुली पोस्ट भइसकेको छ। अब चाहिँ जुन जुन एकाउन्टले चाहिँ एज अ टिचर भनेर लगइन गरेको थियो त्यो सबै एकाउन्टहरूले चाहिँ यो क्वेसनको आन्सर दिन मिल्यो। सो अब हामीले भर्खरै पोस्ट गरेको क्वेसनहरू हेर्नलाई चाहिँ हामीले माई डाउटमा गएर चाहिँ हेर्न सक्छौँ कुनै ट्युटरले चाहिँ रिप्लाई गरेको छ कि छैन भनेर। अहिले चाहिँ मैले भर्खरै पोस्ट गरेँ सो कुनै पनि टिचरले आन्सर दिएको छैन। अब चाहिँ म फर्स्टमा चाहिँ एउटा टिचरको एकाउन्ट लगइन गरेर यो क्वेसनको आन्सर दिन्छु। फर्स्टमा चाहिँ म मेरो एप्लिकेसन चाहिँ एक्सेप्ट भयो कि भएन भनेर हेर्छु। सो एज यु क्यान सी हाम्रो एप्लिकेसन चाहिँ एक्सेप्ट भइसकेको छ एन्ड हामीले चाहिँ अब आफ्नो रेटिङ पनि हेर्न सक्छौँ। त्यो स्टुडेन्टले चाहिँ एक्सलेन्ट ट्युटर भनेर रेटिङ गरेको छ। भर्खरै पोस्ट गरेको त्यो क्वेसनको आन्सर पनि म दिन्छु। त्यसको लागि चाहिँ म यो क्वेसन्स भन्नेमा क्लिक गर्छु। हामीले चाहिँ यता हेर्न सक्छौँ एउटा स्टुडेन्टले चाहिँ वाट इज डेटाबेस भनेर क्वेसन गरेको छ। म यो क्वेसनको चाहिँ आन्सर दिन्छु। एन्ड हामीले चाहिँ आफ्नो आन्सरलाई चाहिँ एडिट पनि गर्न सक्छौँ। सो म चाहिँ एडिट गरेर पनि देखाउँछु। हाम्रो आन्सर चाहिँ एडिट पनि भइसकेको छ एन्ड हामीले यो आन्सरलाई चाहिँ डिलिट पनि गर्न सक्छौँ एन्ड डिलिट पनि सक्सेसफुली भइसकेको छ। नाउ नेक्स्ट मुभ अन टु आवर न्यू फिचर विच इज नोटिफिकेसन। हामीले चाहिँ आफ्नो एप्लिकेसनहरू एक्सेप्ट भएको अनि कुनै स्टुडेन्टले चाहिँ नयाँ क्वेसनहरू सोधेको त्यस्तो कुराहरू चाहिँ आयो भने हामीले नोटिफिकेसन थ्रुबाट पनि थाहा पाउन सक्छौँ त्यो कुराहरू आएको छ भनेर। अब चाहिँ म फेरि त्यो स्टुडेन्टको एकाउन्ट लगइन गरेर हामीले अहिले भर्खरै दिएको क्वेसनको आन्सर चाहिँ त्यता गयो कि गएन भनेर हेरौँ। त्यसको लागि चाहिँ म यहाँ माई डाउटमा क्लिक गर्छु। एज यु क्यान सी हामीले अहिले रिसेन्टली नै दिएको आन्सर चाहिँ यता आइसकेको छ। अब त्यसै गरी हामीसँग एउटा अर्को फिचर रहेको छ जुन चाहिँ स्टुडेन्टले आफ्नो प्रोफाइल चेन्ज गर्न पाउने। त्यसको लागि चाहिँ म यता प्रोफाइल आइकनमा क्लिक गर्छु एन्ड म चाहिँ आफ्नो नाम चेन्ज गर्छु। एज यु क्यान सी हाम्रो नाम चाहिँ सक्सेसफुली चेन्ज भइसकेको छ। त्यसै गरी कुनै युजरले आफ्नो एकाउन्टको पासवर्ड चेन्ज गर्न चाहिरहेको छ भनेपछि त्यस्तो केसमा उसले आफ्नो पासवर्ड पनि चेन्ज गर्न सक्छ। त्यसको लागि चाहिँ हामीसँग चेन्ज पासवर्ड भन्ने फिचर रहेको छ। म चाहिँ आफ्नो पासवर्ड चाहिँ चेन्ज गरेर देखाउँछु एन्ड अब चाहिँ अपडेट पासवर्डमा क्लिक गरौँ। हाम्रो पासवर्ड सक्सेसफुली अपडेट भइसकेको छ। नाउ बाई युजिङ दिस न्यू पासवर्ड म चाहिँ लगइन गर्ने ट्राई गर्छु।
फर्स्टमा चाहिँ म आफ्नो ओल्ड पासपोर्ट राखेर लगइन गर्ने ट्राई गर्छु। हेरौँ लगइन हुन्छ कि हुँदैन। हेर्न सक्नुहुन्छ यता इनभ्यालिड भएर टोस्ट मेसेज आइसकेको छ। अब चाहिँ म आफ्नो नयाँ पासपोर्ट राखेर लगइन गर्ने ट्राई गर्छु। नयाँ पासपोर्टले चाहिँ हाम्रो लगइन भइसकेको छ। नाउ लेट्स मुभ अन टु आवर लास्ट फिचर विच इज फर्गेट पासपोर्ट। त्यसको लागि चाहिँ म यता फर्गेट पासपोर्ट भन्ने बटनमा क्लिक गर्छु एन्ड म चाहिँ मेरो यहाँ रजिस्टर्ड इमेल चाहिँ यता इन्टर गर्छु एन्ड क्लिक सेन्ड रिसेट इमेल। एज यु क्यान सी हाम्रो रिसेट लिङ्क चाहिँ सक्सेसफुली सेन्ड भइसकेको छ। अब चाहिँ म यता नयाँ पासपोर्ट राख्छु एन्ड क्लिक सेभ। हाम्रो पासपोर्ट चाहिँ रिसेट पनि भइसकेको छ। अब चाहिँ म यो भर्खरै रिसेट गरेको पासपोर्ट युज गरेर चाहिँ लगइन गर्ने ट्राई गर्छु। सो भर्खरै रिसेट गरेको पासपोर्टले चाहिँ लगइन पनि भइसकेको छ। विथ द्याट I have completed the demonstration of my Twitter Bridge application. Thank you for watching the video. Bye bye.